हामी चाहिँ यहाँ शिलाजित बेच्ने एउटा मेरो अङ्कल आउनु भएको छ जुम्लाबाट। हामी चाहिँ ट्याक्क लाएर यहाँ कसरी चेक गर्ने प्योर हो कि होइन भनेर चाहिँ उहाँले चाहिँ बनाइराख्नु भएको छ। हेरौँ अब उहाँको चाहिँ परीक्षण भइसक्यो। यसलाई चाहिँ यहाँ यसरी राख्नुहोस्। काठमा किन राख्नु त? काठमा राख्नु यदि पानी काटेर जानु पर्यो। सक्कली प्योर छ भने पानी काटेर तल पुरै तार छोड्छ। भनेपछि छ भने उत्यो र तर लाग्छ। भनेपछि यसको प्योर र नक्कली भन्नेहरू यसरी थाहा हुन्छ नि। जस्तै अब पानी काटेर तल गएर बस्छ। पानी काटेर तल जाने भनेको कि ढुङ्गा माटोले जाने हो कि तपाईँको अनाजले मात्रै। यता हेर्नुहोस्, यताबाट देख्नु यहाँबाट हेर्नुहोस् पुरै तार छोडे हेर्नुहोस्। यो यसरी जाने हाम्रो हड्डी नसा यसरी जाने हेर्नुहोस्। सक्कली र नक्कली भनेको यसरी थाहा हुन्छ। पुरै पानी काटेर भनेपछि यसरी चाहिँ पानी काटेर तल जानु पर्यो नि। सक्कली छ भने पानी काटेर तलै जान्छ, नक्कली छ भने उत्यो र तर लाग्छ माथितिर। माथि माथि उत्ति जान्छ, तल पानी काटेर जाँदैन भन्नु। यो सिस्टम तारै छोडेन हेर्नु न। यो सिस्टम सक्कली चाहिँ नक्कली बब्बाल रहेछ हैन। तरिका सिकाइदिए तपाईँ त अनि अनिवार्य हाम्रो जुम्लाको अङ्कललाई धेरै धेरै धन्यवाद। यसरी चेक गर्नुहोस् है साथीहरू। कोही पनि चाहिँ यसो तपाईँले चाहिँ शिलाजित राख्दै हुनुहुन्छ, कुनै पनि सामान राख्दै हुनुहुन्छ भने ट्यागलाई चाहिँ यसरी चाहिँ सामान कोही मान्छे जो आए पनि तपाईँले चेक गर्ने